चप्पलहरू पनि पाउँदैछ टक्कसँग। कसैले मेरो बर्थडे आउँदैछ गिफ्ट दिँदा पनि हुन्छ। टिप्सरी हाई गर्नु हाई गर्नु यतिको चाहिँ हुनु पर्यो। लाइक के छ 30 रुपियाँको लाउने अरे यता। हाई वेलकम टु माई ब्लग। यहाँ सम्पूर्णलाई स्वागत छ मेरो ब्लगमा। अनि आज म कहाँ छु भन्दाखेरि आज म उर्लाबारीमा छु। अनि उर्लाबारीमा चाहिँ मेला लाग्दो रहेछ। अनि म मेरो दिदी भेनाजु अनि बान्जा बान्जी हामी मेला जाँदैछौँ। मान्छेहरू मेला जाने अरे खै हेरौँ मेला जानलाई यस्तो पुताली जस्तो भएर ठिक पर्नु भएको छ। सफारीमा चढेर हामी चाहिँ आइपुगेको छौँ है गाइस यहाँ मेलामा। टक्कसँगले अब भित्र जाने हो। भित्र गएर देखाउँछु के छ भन्ने कुरा। यो टक्कसँगले हामी चाहिँ मेला आइपुगेको छौँ। यहाँ है हाम्रो मेला जाने मान्छे त यतै हो है। कस्तो राम्रो आयो चस्मा खतरा रहेछ। हामी चाहिँ मेला आइपुगेको छौँ गाइस। यहाँ चाहिँ यस्तो चप्पलहरू पनि पाउँदैछ टक्कसँगले। यहाँ मेहन्दी लाउने पाइन्छ। यहाँनिर हाम्रो कहाँ आएको नानी नानी कहाँ आएको खै हो भनेको यहाँ भन्नु न। हामी मेला घुम्न आएको भनिदेऊ न। आकाश चाहिँ बब्बा लागेको अरू चाहिँ त्यस्तै हो। यहाँ हेर्नु न सब थोक रहेछ यहाँ। डलहरू पनि रहेछ टक्कसँगले डल चस्मा वाउ कसैले मेरो बर्थडे आउँदैछ गिफ्ट दिँदा पनि हुन्छ। यहाँतिर राम्रो डल रहेछ। यता मान्छेहरू मलाई मेरो बर्थडे आउँदैछ गिफ्ट दिनु है डल। हाम्रो दिप्श्रीलाई मेला इन्जोय गर्न ल्याएको टक्कसँगले। एक्लै इन्जोय गर्दै हुनुहुन्छ। दिप्श्री हाई गर्नु न हाई गर्नु न। सबैजना इन्जोय गर्दै हुन्छ। यता पनि यस्तो खाने छ। यहाँनिर हान्ने रहेछ यस्तो। मेरो भोइसै आएको छैन होला गाइस। यतिको चाहिँ हुनु पर्यो। लाइफ के छ यहाँ यत्रो बजिरहेछ गाइस होइन। तर उहाँलाई पुरै टेन्सन छैन। माथिबाट उहाँ हेर्नु न। हाम्रो बान्जीले 20 रुपियाँमा 2 जनालाई लगाइदिनु। यत्रो नानी त हो। अर्को बुट्टा लगाइदेऊ न। भाइले कडा लगाएको मेहन्दी चाहिँ यसैको बिजनेस गर्नुपर्छ जस्तो छ अब। खै वाउ वाउ कस्तो राम्रो भयो।
गाइस अब उर्लाबारी थियो अहिलेसम्म चाहिँ होइन अब बिर्तामोड जाँदैछु टमक गोर्खा यो परको बिचको गोलो खिच्छु भनेर बसेको गाइस तर यो साइड परेन अर्को साइड परेछ त्यही भएर खिच्नै पाइनँ कस्तो कमेडी भयो क्या त्यो सिट छोडी यहाँ आएर बसेँ लास्टमा यस्तो भयो क्या यतापट्टि बसमा पनि परेँ हामी चाहिँ अहिले द स्ट्रिट आएको छौँ जाँदै हुन्छ त्यस्तो छ दामी दामी भ्यू आउँदो रहेछ बबाल देखिँदो रहेछ आज चाहिँ हामी दुईजना बुढाबुढी सुजनजी र म चाहिँ टक्क एनिभर्सरीको दिन द स्ट्रिट आएको छौँ यस्तो छ यहाँको दामी छ स्ट्रिट सबैजना आउनु होला यहाँ स्ट्रिट हाम्रो टाइकोमा हाम्रो सुजल सर यहाँनिर धमाधम छ